guys, welcome to our new vlog. सबैलाई नमस्ते गरिदियो ल। आज हामी के गर्ने? लुकाइ छुपाइ त नहेल्ने। तिमीलाई छोडेर आज हामी लप्सी लिन जाने। किन भाग? लुकाइ छुपाइ नखेल्ने के। आज हामी तिमी निदाएपछि लप्सी लिन जाने। नाइ तिमी उठेर बस्छौ, फेरि तिम्रो मम्मीले कराउला नि त तिमीलाई। आमा कपाल कस्तो बाक्लो छ के, यस्तो बाक्लो। 92 वर्षमा यस्तो राम्रो कपाल हुने नि कम हो। पहिला कत्रो थियो तपाईँको कपाल? कपाल सिर्जना जत्रै छ मुठो। पहिले थिएन सिर्जनाको, यहाँ आउँथ्यो नि चाकानेरि आउँथ्यो, एक डाँडो तेल लाग्थ्यो चौथै डाँडो एक डाँडो तेल लाग्थ्यो। कपाल त्यस्तो थियो। कपाल यति चाहिँ लागिहाल्छ भन्थ्यो हाम्रो सासू। छोरी बुहारी कपालको हाम्रो त भन्थ्यो। अहिलेको उमेरमा नि यत्रो ठुलो कपाल हुनु भने त ठुलै हो नि। हाम्रो त झरेर केही पनि छैन। त्यो त नाङ्गै छ। पहिले पनि थिएन त्यति, जन्मदा पनि नाङ्गै थियो। त्यस्तो नाङ्गो मान्छे मेरो गरेको चाउमिन खा। चाउमिन कि चाउचाउ? चाउचाउ हो। मोबाइल हेर्दै खाएको हो, नहेरी खानु हुँदैन। ए ल ल खाऊ ल। खाएपछि के गर्छौ? सुत्छौ? ल ल सुत है त। ल बाई। ल अब हामी गयौँ है, बाई टाटा। खुट्टा पोल्ने तातो छ। गर्नु भयो? आइज यता आइज। के खुवाइदियो? कहाँ गयो कि कहाँ गयो? के गर्छ कि के गर्छ भने के गरे के? बस्न बस, चुप लाएर बस् त। ल ल ल ल ल के हो? हामी पैतालाको टिका लाएर दिनको 12 बजे घुम्न हिँड्यौँ।
यतातिरको ठाउँ राम्रो छ। के हो यो? यतातिर चोत्रोको बोट पनि रहेछ त ल। यता घाम लाग्यो, उता डाँडातिर पुरा बादल लाग्यो। के अब घामको ठाउँ चाहिँ सक्यो। अब छायाको पालो। पानी पर्छ कि के हुन्छ? हामी चाहिँ गुम्बा खोज्दै हिँडेको। अब गुम्बा भेट्टाउँछौँ कि कहाँ पुग्छौँ हेरौँ। अब जङ्गलतिर पुग्ने हो कि गुम्बाबाट पुग्ने हो? आम्मामा भोगटे फलेको। बाफ रे बाफ, लटरम्मै फलेछ। रुखै झुन्निसक्यो तलतिर। यतातिर त बेलुकाखेरि त बाघ पनि आउँछ, चितुवा नि आउँछ। डेन्जर छ, डेन्जर। चराहरू कराएको सुन्दा नि डरै लाग्छ। अब जङ्गल छिर्यो होला। कता जाने? यता कि यता? पानीको ट्याङ्की पनि थियो होइन यता कता? ओइ जङ्गलभित्र छिरिन्छ क्या हो? ठ्याक्कै जङ्गलको तलै आइपुग्यो त। ल कहाँ छ त बाटो? अब सिधै छ त यो त, जङ्गलभित्र जाने। सिधै जङ्गल पुगे जस्तो लाग्छ यो बाटो त। अर्को बाटो छ कि छैन? खोइ मासतिरको बाटो देख्दिनँ। के हो त्यो? बाघको टोइलेट? बाघको टोइलेट? केले मार्यो होला त्यसलाई? बिचरा, त्यसलाई साइडमा लगाइदिने हो। फेरि गाडीहरू आउँदा किचिकै किल्चिन्छ। बाइकहरू आउला नि त। ल यसलाई साइडमा लाऊँ। बिचरा बिजोग जस्तो जनावरहरू यता आएको थियो होला चढ्नको लागि। आएको थियो होला। केले खाइदियो कि के भयो? कहाँ गयो त त्यो? अब म कता जाने? कहाँ गयो त? सुनसान छ, कोही मान्छे पनि छैनन्। ल कहाँ जाने होला र? कहाँ गयो त त्यो? यता रहेछ। ट्याङ्की थियो नि यता कता। मान्छेहरू आउँथे यहाँ लुगा धुन नुहाउन। के छ त्यो भित्र थाहा छैन। यहाँ आइज त साधु, के हो यो?
यो त मैले कहिले देखेको थिइनँ त ए त कता पानीको आवाज आइरहेछ यहाँनिर ट्याङ्की थियो मलाई थाहा थियो यो पनि रहेछ भित्र जाने ठाउँ चाहिँ छैन के छ यो त थिएन त है साधु पहिला है सायद यहाँको बढी भएको पानी यहाँ आउँछ जस्तो छ यहाँ बस्ने ठाउँ छ नि पानी बढी भएर गइरहेको छ त्यो पानी यहीँ त आउने होला सफा रहेछ ए यहाँ त त्यो सायद मान्छेहरूले केही त्यो पूजाहरू गर्छ नि पूजाहरू त्यो गर्छ नि विसर्जन गर्छ नि हो त्यस्तो रहेछ जस्तो छ त्यही भएर यहाँ सिडी पनि छ तलसम्म जाने अब यहाँदेखि माथि चाहिँ पुरा जङ्गलै जङ्गल छ यो पिकनिक स्पट भए कति आनन्द आउँथ्यो होला मान्छेहरूलाई कस्तो राम्रो ठाउँ छ वाह 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 कत्रो ठुलो ग्राउन्ड हो जङ्गल जाने बाटो सिलामको बोट पनि रहेछ यहाँ खुट्टामा जुगा लाए जस्तै चिसो 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 हुन्छ त ओहो डेस्टिनेसन प्लेस जस्तै रहेछ त यो कता जाने अब गुम्बा त खोइ देख्दैन त यहाँबाट त कुन हो गुम्बा गाई जहाँसम्म खुट्टाले हेर्छ त्यहीँसम्म जाने देखिनु पनि त पर्यो नि कहाँ पुग्ने हो भने त्यो ठाउँ देखिँदै देखिँदैन त घाँस दाउरा काट्न जङ्गलतिर लागे कहाँ खोइ अब मास्टर त कहीँ केही गुम्बासम्म देखिँदैन त बाटो नि दुईटा हो त खोइ कहाँ जाने अब त जङ्गलभित्र छिरिन्छ है नजाउँ
कल्या हो यो केरा चाहिँ यता धेरै फल्ने रहेछ जस्तो छ एउटा बाटो यता एउटा बाटो यता दुई ठाउँबाट गुम्बा पुगिन्छ जस्तो मलाई लाग्दैन ओए अब कहाँ जाने हो कहाँ पुग्छ यहाँबाट चाहिँ कति क्लियर देखिन्छ र त्यो डाँडा के भन्छन् त्यसलाई कालुपाण्डी डाँडा यहाँनिर बल्ल जसो तसो हामी गुम्बाको मास्तिर आइपुग्यौँ आवर डेस्टिनेसन यहाँबाट सिधै तल जाने होला स्कुल हो ए स्कुल रहेछ त जम यति तल जाउँ के आवाज आइरहेछ सुन त क्या क्या के कराको के करा चालु के करा अब चाहिँ घर पुग्ने भयो कता कताबाट भित्र छिरेर वाउ साथीहरु घाम डुब्यो कस्तो राम्रो देखिरहेछ यता हिमालहरु देखिरहेछ टाढाबाट चाहिँ बादल जस्तै देखिरहेछ तर यहाँ नजिकबाट हेर्दाखेरि कस्तो राम्रो देखिरहेछ हिमाल बादल माथि देखिरहेछ साथीहरु आज हामी मास्तिर गुम्बा गयौं त्यही भएर लप्सी टिप्न जान पाएनौं त्यही भएर हामी भोलि लप्सी टिप्न जान्छौं लप्सीको अचार बनाउँछौं अनि हजुरहरुलाई रेसिपी पनि देखाउँछौं त्यही भएर यदि हजुरहरुलाई हाम्रो आजको भ्लग मन पर्यो भने
लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई बाई। अब भोलिको ब्लगमा भेटौँला। बाई बाई, टाटा।